राइट सो 16 वर्षको एउटा सानो बहिनी म कहाँ आउनु भएको छ र उहाँले चाहिँ कम्प्लेन के छ भनेर सोद्धाखेरि हातको यसरी छाला जाने र भित्रभित्र एलर्जी हुन्छ भन्नुभयो। भित्र के हुन्छ चिलाउँछ असाध्यै भित्रभित्र चिलाउँछ अनि यसरी चिलाउँदाखेरि चाहिँ सानसानो पानीको फोकाहरू पनि आउँछ पानीको फोका आउँछ यही भागहरूमै आउँछ कि यस्तो साइड साइडमा अन्त अन्त कतै कतै आउँछ अनि यो समस्या 45 मा छ कि छैन तिमीलाई 45 मा छैन यसको बारेमा म दुई चारवटा कुराहरू भन्छु ध्यान दिएर सुन्ने है मसँग धेरै पेशेन्टहरूले सोध्नुहुन्छ यसरी यो कत्ला कत्ला जाने गरेर आएको समस्या के हो डाक्टर भनेर यो चाहिँ एलर्जी नै हो तर कस्तो खालको एलर्जी हो भन्दाखेरि एक किसिमको शरीरको भित्री एलर्जीमा पर्छ जसलाई चाहिँ वातावरणले बिगार्ने भएर धेरै हदसम्म सिजनल पनि हुन्छ तिमीलाई त्यस्तो लाग्छ कुनै मौसममा अलि बेसी जान्छ यो समस्या अलि बेसी हुन्छ कुनै मौसममा कि जस्तै 12 महिना नै उस्तै हो कोही बेला अलि बेसी पनि हुन्छ सो जेनरली स्पिकिङ गर्मीमा बेसी भएको भन्ने मान्छेहरू चाहिँ धेरैजना हुनुहुन्छ जाडो मौसममा पनि यही चिजहरू एकदमै सुक्खा भएर एकदमै ड्राई भएर इचिङ चाहिँ भइराख्ने भनेर भनिन्छ अनि त्यो पानीको फोका जुन आउँछ त्यो पनि धेरै मान्छेको चाहिँ गर्मीमा वा चाहिँ यस्तो टुलहरू माटोहरू चलायो भने वा फिमेलहरूको केसमा चाहिँ सागसब्जीहरू खिलाउँदा ओर्दाखेरि पनि अलिकति बेसी भएको भनेपछि फलामसँग काम गर्दाखेरि पनि त्यो बेसी भएको भन्छ तर के हो त फलाम चलाएर आएको चाहिँ होइन भनेको चाहिँ के हो भन्दाखेरि तिम्रो भित्री एलर्जी हो र वातावरणको आफ्नो शरीरको र वातावरणको ब्यालेन्स नमिलेर आउँछ यस्तो मान्छेहरूको चाहिँ पसिना नै धेरै आउँछ हत्केला पैतालाहरूमा पसिना धेरै आउँछ त्यस्तो हुने गरेको छ तिमीलाई राइट गर्मी एकदम फिल हुने पसिना धेरै आउने भन्ने कम्प्लेन यसमा कमनली देखिन्छ त्यही भएर हाइपर लिनियरिटी तिम्रो र मेरो हातमा के डिफरेन्स छ भन्दाखेरि यो जुन लाइनहरू छ यिनीहरू चाहिँ धेरै डार्कर छ अरूहरूको कम्पेरिजनमा त्यसले पनि हामीलाई चाहिँ यो एलर्जी हुने भनेर भनिन्छ अब यो एलर्जीको बारेमा अरू बुझ्नुपर्ने कुरा के छ भने यसको चाहिँ 30-40 वटा नाक नक्सा हुन्छ त्यो मध्ये आँखा चिलाउने यही एलर्जी हो टन्सिलाइटिस हुने चिसो पानी खायो भने टन्सिलहरू हुने भनेको यही एलर्जीको पार्ट हो कपालमा चाया आइराख्ने भन्ने हुन्छ यस्तो कम्प्लेनहरूमा जाडो मौसममा भएको यो एलर्जी भएको मान्छेलाई चाहिँ असाध्यै धेरै छाला सुक्खा भएर दुःख भएको भन्ने हुन्छ गर्मी ठाउँमा चाहिँ पसिनै धेरै आएर प्रब्लम भयो भनेर भन्ने हुन्छ सो डाक्टरकोमा जाने हो टाइममा हेल्प लिने हो तर के बुझ्नु पर्यो यो बल्झिराख्ने रिपिट भइराख्ने खालको समस्या रहेछ आफूलाई एक्टिभली फलानो काम गरेको बेलामा बढ्छ जस्तै कि तिमीले भन्यो नि पानी खेलाएपछि नर्मली छोरी मान्छेहरूले खेलाउने पानीमा चाहिँ साबुन पनि हुन्छ क्या केही न केही तरिकाले डिटर्जेन्टहरू साबुनहरू हुन्छ त्यस्तो रहेछ साबुन पानी छोएर बढेको रहेछ भने त्यसले बिगार्छ साबुन पानी ठ्याक्कै बार्न पर्ने हुन्छ यत्तिकै पनि पानी छुँदाखेरि पनि बढ्छ भन्ने हो भने आफूले सकेसम्म कम्ती चलाउनु पर्यो सेकेन्ड पार्ट यस्तो खालको कत्लाहरू निस्किरहेको बेलामा मोइस्चराइजर पुगेको छैन शरीरलाई एकदमै नै धेरै मात्रामा गर्नुपर्ने हुन्छ यसको लागि गर्ने खालको मोइस्चराइजर अलिकति फरक हुन्छ म यहाँ सिकाइ नै हाल्छु थर्ड कुरा साबुन चलाउँदाखेरि जहिल्यै पनि मुलायम मोइस्चराइजिङ साबुन चलाउनुपर्छ डेटोल ओखती लाइफबोय जस्तो खालको औषधि भएको साबुनहरू कहिल्यै पनि चलाउनु हुँदैन त्यो मध्ये डिटर्जेन्टले भाँडा माझ्ने लुगा धुने डिटर्जेन्टले त बिगार्छ धुस्नो पार्छ है सो यिनीहरू सकेसम्म बार्ने हो र फाइनली तिमीले बुझ्नुपर्ने कुरा के छ त खालको जुन एलर्जी छ नि तिम्रो अहिले यो चाहिँ आफ्नो परिवारमा सिब्लिङ्समा दाजुभाइहरूमा चाहिँ कमनली देखिन सक्छ के सो आज नचिलाउने औषधि दिन्छु अनि यो कत्लाहरू कम गर्ने औषधि दिन्छु गरेपछि राम्रो पनि हुन्छ फिट्टिकै कडा औषधि नगर्ने मेडिकल जाने मलम गर्ने कामहरू नगर्ने यसमा डाक्टरलाई भेटेर सिम्पल मोइस्चराइजरै गर्ने र मल्टिपल टाइम्स अ डे गर्ने अरूले भन्दा अलिकति फरक तरिकाले गर्ने